पूर्वी नेपालको उदयमान नगर हो झापाको दमक। रतुवा र महाउ नदीको प्रभाव उत्तरतर्फ चुरे क्षेत्र र दक्षिणतर्फ तराईको समथर भूभागसँग जोडिएको दमक पछिल्ला वर्षहरूमा सहरीकरण, व्यापार, शिक्षा र पूर्वाधार विकासको केन्द्र बन्दै गएको छ। दमक 2 को क्षेत्रफल 11.09 वर्ग किलोमिटर छ। यहाँ 2880 घरधुरीमा 11,632 जना नागरिकको बसोबास छ। तीमध्ये 5,494 पुरुष र 6,138 महिला रहेका छन्। यही दमक नगरपालिकाभित्रको वडा नम्बर 2 अहिले आफ्नै विशेष पहिचान बनाउने यात्रामा छ। शिक्षा, स्वास्थ्य, सार्वजनिक पार्क, सिमसार तथा जलस्रोत संरक्षण, फोहोर व्यवस्थापन, मलामी घाट, प्रशासनिक सेवा र जनसहभागितालाई जोड्दै यो वडा नमुना विकासको अभ्यास स्थल बन्न खोजिरहेको छ। दमक 2 ग्रामीण र सहरी जीवनको सङ्गममा उभिएको वडा हो। यहाँ एकातिर कृषियोग्य जमिन, पानीको स्रोत, सिमसार र खुल्ला भूभाग छन् भने अर्कोतिर बढ्दो बस्ती, सडक, विद्यालय, कार्यालय र सार्वजनिक संरचना विस्तार भइरहेका छन्। त्यसैले यस वडाको विकासलाई सडक र भवनको सङ्ख्याले मात्र नाप्न मिल्दैन। शिक्षा कति बलियो छ, पानीका स्रोत कति सुरक्षित छन्, सार्वजनिक ठाउँ कति उपयोगी छन्, फोहोर कसरी व्यवस्थापन हुन्छ र नागरिकले सेवा कति सहज रूपमा पाउँछन्, यी सबै विषय वडा विकासका आधार बनेका छन्। अरू वडा कार्यालयमा तपाईँ पुग्नु भयो होला। हाम्रो वडा कार्यालय म आफै वडाध्यक्ष भएर जग्गाको व्यवस्थापन म आफैले गरेको 12 कट्ठा जग्गा। यसमा यो वडा कार्यालय, हाम्रो वडा कार्यालय 2 तलाको भवन छ र स्वास्थ्य कार्यालय यहीँ छ र यसलाई व्यवस्थित गर्नलाई तपाईँले आँखैको अगाडि हेर्न सक्नुहुनेछ। हामीले अरू वार्डमा यतिको कार्यालय व्यवस्थापन कसैले पनि गर्न सक्छन्, कुनै वडा अध्यक्षले पनि गरेका छैनन्। 1 2 नम्बरमा तपाईँको हेर्नु शिक्षाको विषयमा शिक्षा हाम्रो एउटा म आफै वडाध्यक्ष भइसकेपछि एउटा नमुना विद्यालय बनाउने भन्ने आफ्नै उद्घोषले शिक्षालाई हैन गुणस्तरले लानुपर्छ भनेर एउटा नमुना त्यहीँको सरहरू एकदम सरहरूले धेरै राम्रो काम गर्नुभएको र मलाई आफूलाई लागेको म आफू गौरव मैले चाहिँ जीवनमा मैले राम्रो काम गरेको भनेको हिमालय माध्यमिक विद्यालयको जुन भ्रष्टाचार काण्ड तपाईँहरूले सुन्नु भएको छ, त्यो काण्ड म आफू वडाध्यक्ष र म व्यवस्थापन अध्यक्षको भएको थिइनँ भने त्यो सुन्न पनि पाउनुहुने थिएन। 2 हैन र त्यसलाई चाहिँ अहिलेसम्मको विद्यालयमा हाम्रो नमुना विद्यालय दमक हिमालय माध्यमिक विद्यालय कोशी प्रदेशकै हाम्रो नमुना विद्यालय बनाउन सफल भएको कुरा कुनै वडामा पनि छैन। अर्को कुरा तपाईँको सिमसारको कुरा, तपाईँको अहिले जुन लाजे सिपिनी सिमसार भन्ने छ, त्यहाँ हाम्रो पानीको मुहान, हाम्रो यही वडामा पानीको मुहान छ। त्यहाँ हामीले चाहिँ लगभग 10 कट्ठा जग्गाको त्यहाँ चाहिँ पोखरी निर्माण गरेका छौँ। त्यहाँ सिपिनी सिमसार भएको छ। त्यहाँदेखि माथि फोनपारदेखि तलसम्म त्यहाँ आउने एउटा छ। त्यहाँ पर्यटकीय स्थल बनाउने हाम्रो घोषणा अनुसार हामीले पर्यटक स्थलको एउटा चाहिँ नमुना तयार गरेर त्यहाँ आय आर्जनको एउटा माध्यम बनेर पर्यटक हब बनाउने हामीले एउटा चाहिँ उद्घोष गरेका छौँ। त्यो हाम्रो तपाईँको अब पहिला त हाम्रो म पहिला सुरुमा त हाम्रो बेलडाँगीबाट दमक जाने खाल्टोबाट हिँड्थ्यौँ हैन। अहिले त्यहाँ सरर 50 फिटे बाटो बनाइसकेका छौँ हामीले। त्यस्तै हाम्रो चाहिँ गुम्बा चोकबाट ढुकुरपानी जाने बाटो चाहिँ तपाईँको एकदम सरर पिच छ। म सुरुमा आउने बित्तिकै चाहिँ तपाईँको यो तल क्याम्पस मोडबाट पाङ्मी चोकको बाटो तपाईँ थाहा छ भने यसो विचार गर्नु, त्यहाँ भुइँसी पस्ने आहल जस्ताहरू खाल्टाखुल्टी थियो, त्यहाँनिर अहिले सरर हेर्नु फुटपाथ बनेको बाटो छ। त्यस्तै अरू बाटाहरू तपाईँ यही हिमावी आमचोकको बाटो पनि अहिले खाल्टाखुल्टी भए पनि हामीले त्यो आफूले मर्मत गर्न नपाएर मात्रै त्यो हामीले आफै आएर बनाएको पिच हो त्यो पनि हैन। त्यसलाई पनि व्यवस्थापन हामी गर्दैछौँ। अहिले सबैभन्दा नमुनै बनाउनको लागि हामीले प्रदेशबाटै जम्मा चाहिँ 27 करोड पैसा विनियोजित भएको, कहिलेको सरकारले केही काटिदिएर पनि हामीले 7-8 वटा बाटाहरू अहिले निर्माण भइरहेका छन्, निर्माणाधीन भइरहेका छन्। ती बाटाहरू सबै पिच हुन्छन्। एउटा चाहिँ राम्रो खालको वातावरण हामीले बनाउन कोसिस गरेका छौँ हैन। यो सबै कुराहरू वातावरण मिलाउँदै जाने कुरामा खानेपानी सबैको घरमा हामीले पुर्याउने वातावरण बनाएका छौँ र भइसकेका छन्। दमक 2 को पहिलो पहिचान हो शिक्षा। यहाँको हिमालय माध्यमिक विद्यालयले वडालाई मात्र होइन, कोशी प्रदेशमै सामुदायिक विद्यालयको क्षेत्रमा अब्बल पहिचान दिएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास, विद्यार्थीको आकर्षण, प्रविधि मैत्री शिक्षण, पुस्तकालय, प्रयोगशाला, अतिरिक्त क्रियाकलाप र विद्यार्थी मैत्री वातावरणले वडा 2 लाई शिक्षा क्षेत्रमा नमुना अभ्यास गर्ने
वाडाको रूपमा चिनाएको छ। यो विद्यालयको सबैभन्दा नजिकको अभिभावक हौँ। मेरा छोराछोरीहरू पहिले पनि यहीँ अध्ययन गरे, अहिले नाति नातिनानी यहीँ अध्ययन गर्दैछन्। यहाँका शिक्षकहरू पनि अनुभवी, यहाँको प्रशासन पनि धेरै राम्ररी सञ्चालन भएको र यहाँ विभिन्न खेलकुदहरू पनि भएका, क्रिकेट ट्रेनिङ सेन्टर छ, भलिबल ट्रेनिङ सेन्टर छ, खेलकुद खेल्न पनि सबै कुराको पूर्णता भएको हुँदा र यहाँको परीक्षाको नतिजा पनि धेरै राम्रो प्रकाशन भएको, 11-12 को परीक्षा पनि धेरै राम्रो भएको र एसईमा पनि 4GB सम्म ल्याउन सफल भएका विद्यार्थीहरू भएका हुँदा यहाँ सबै कुराको गुणस्तर ठिक छ भनेर म यहाँ पढाउँदैछु। मैले चाहिँ यहाँ बोर्डिङमा पढाउँदा पहिला केटाकेटीहरू चाहिँ घोकन्तै शिक्षा मात्रै थियो, त्यहाँ घोक्ने अनि त्यही शिक्षा मात्रै गर्ने थियो। जब हिमावी यहाँ विद्यार्थीहरू ल्याइसके पछाडि चाहिँ यहाँका मेरो विद्यार्थीहरूमा चाहिँ उनीहरूले पढ्नु पनि पर्छ, पढ्नुसँगै खेल पनि खेल्नुपर्छ र हामीले शिक्षित भएर फर्स्ट डिभिजन 4GB ल्याउन पनि सक्नुपर्छ भन्ने चाहिँ भावना चाहिँ छोराछोरीमा आएको देखेँ। त्यस्तै क्रममा देखेको अहिले भइराखेको चाहिँ 4GB पनि ल्याएको छ हिमावीमा। 2 जनाले 4GB ल्याएसीमा होइन, 12मा पनि नेपालकै फर्स्ट जतिकै 92% ल्याएर फर्स्ट भए। सबै भौतिक संरचनाहरू पनि यहाँको एकदम अब्बल रूपमा विकास भइराखेको छ। स्वास्थ्य सेवा पनि वडा विकासको महत्त्वपूर्ण सूचक हो। दमक 2 मा स्वास्थ्य शिक्षा, सामुदायिक स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ आपसमा जोडिएका छन्। खरखर स्थित आमदा अस्पतालले उपचार सेवा मात्र होइन, स्वास्थ्य क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा पनि योगदान पुर्याउँदै आएको छ। त्यसै गरी वडा कार्यालयसँगै सञ्चालनमा रहेको स्वास्थ्य सेवा केन्द्रले वडावासीलाई नजिकबाट सेवा दिँदै आएको छ। दमक नगरपालिका वडा कार्यालय र केआइडिसी नेपाल धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा लगानीमा एउटा केआइडिसी कार्यक्रम भनेर विगत 2 वर्षदेखि सञ्चालन गरिरहेको, अघिल्लो वर्ष पनि सञ्चालन गर्यो, यो वर्ष पनि सञ्चालन गर्यो। त्यसको मुख्य उद्देश्य चाहिँ किडनी, मुटु, दम, मधुमेह जस्ता रोगहरूको चाहिँ सुरुमै पहिचान गरेर त्यसको उपचार गर्ने लक्ष्य हो। यो साल पनि यो 2 नम्बर वार्डमा कम्ती अनि 500-600 जनाको चाहिँ घर घरमा गएर स्क्रिनिङ गरेर ल्याएर ब्लड टेस्ट गरेर उहाँहरूको अवस्था के छ भनेर पत्ता लगाएर उपचारसम्म गरेको छ। यो चाहिँ दमक नगरपालिकाको 10वटा वार्डमा यो वर्ष सञ्चालन भयो। अघिल्लो वर्ष चाहिँ 9 वडामा मात्रै भएको थियो। त्यसको लागि रोकथामको लागि हामीहरूले विभिन्न सचेतना कार्यक्रम गर्दैछौँ। टोलमा गएर डेङ्गु के हो, डेङ्गुले के गर्छ, डेङ्गुदेखि बाँच्ने उपाय के हुन् भनेर टोलमा गएर अवेरनेस कार्यक्रम सञ्चालन गरिरहेका छौँ। विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गऱ्यौँ। हाम्रो पहुँचदेखि गर्न सक्ने, गर्नुपर्ने चाहिँ काम हामीले छुटाएको छैन। अरू पानीजन्य रोग अन्य चाहिँ खासै अहिले छैन। सहर बढ्दै जाँदा घर सडक सवारी बढ्छन्, तर नागरिकलाई सास फेर्न, हिँड्न, भेटघाट गर्न, बालबालिका खेल्न र ज्येष्ठ नागरिक विश्राम गर्न खुल्ला ठाउँ पनि चाहिन्छ। दमक 2 मा निर्माण भइरहेको सार्वजनिक पार्क यही आवश्यकताको जवाफ हो। राम्रो डिजाइन, हरियाली, सरसफाइ, प्रकाश सुरक्षा, बालमैत्री संरचना र व्यायाम स्थलसहित विकास गर्न लागि यो पार्क वडाको साझा सम्पत्ति र स्वस्थ शहरी जीवनको केन्द्र बन्न सक्छ। अलिकति चाइनिज दुबो पनि रोप्ने, खाली खुट्टा पनि हिँड्न होस्। बाहिरको मान्छे अब सबै यो सहरीकरण भइसकेपछि घरदेखि बाहिर निस्किँदा एकैचोटि बाटोमा निस्किन्छ, बाहिर गएर स्पेस भएका ठाउँमा बसौँ न त एकछिन भन्दा ठाउँ कहीँ हुँदैन। त्यसका लागि पनि भविष्यका लागि आजदेखि अहिलेदेखि 50 वर्ष पछाडिसम्मलाई हेरेर यसलाई संरक्षण गर्ने हाम्रो उद्देश्य हो र यसै अनुरूप हामी चलिरहेछौँ। यहाँ वडा अध्यक्ष, नगर प्रमुखले र सबै कर्मचारी लगायत उपभोक्ता, यहाँको साथीहरू सबैजनाले यसको पूर्ण यसमा सक्रियता जनाउनु भएको छ। उहाँहरूलाई पनि मेरो तर्फबाट र हाम्रो समितिको तर्फबाट धेरै धेरै धन्यवाद छ। हामीले खुल्ला वातावरण चाहिँ नि ठाउँ ठाउँमा, यहाँ मात्रै एउटा वार्डमा मात्र होइन, अन्तर्राष्ट्रिय सिस्टममा हेर्दाखेरि अहिलेको जमानामा हेर्दाखेरि
प्रत्येक वार्डमा एउटा यस्तो पार्क चाहिँ हुनैपर्छ होइन। सरकारले यस्तो यो जग्गा छुट्याएर यस्तो प्रत्यक्ष यस्तो त्यहाँको मान्छेले पब्लिकले टोलवासीले फाइदा लिने गरी चाहिँ हुनुपर्छ यो चाहिँ। दमक 2 को अर्को महत्त्वपूर्ण सम्पदा हो सिपिनी सिमसार र लाजेको बाँध। 5 वर्ष अघिसम्म सामान्य जरुवा पानीको खोल्सीका रूपमा रहेको यो क्षेत्र अहिले महिलाको सक्रियतामा आकर्षक सिमसारमा परिणत भएको छ। सिपिनी टोल विकास संस्थाका महिलाहरूको सक्रियतामा संरक्षण गरिएको सिमसार क्षेत्रमा माछा पालन गरिएको छ, जसले आम्दानीको स्रोत पनि दिएको छ। राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको बजेटबाट सुरु भएको काममा पछि प्रदेश, नगरपालिका र माछा बिक्रीबाट प्राप्त आम्दानी समेत जोडिँदा यो क्षेत्र संरक्षण र आय आर्जनको नमुना बन्दै गएको छ। सिपिनी सिमसार लाजेको बाँधलाई केवल पानी जम्ने ठाउँको रूपमा होइन, भविष्यको पानी ब्याङ्कका रूपमा हेर्नुपर्छ। यसले भूमिगत पानी पुनर्भरण, सिँचाइ, जैविक विविधता, चराचुरुङ्गीको वासस्थान र वातावरणीय सन्तुलनमा ठुलो योगदान दिँदै आएको छ। यो दमक 2 को जुन जहाँ यो पानीको मुहान छ, यसले यस नगरपालिकाको साबीको 19 र अहिलेको 10 वडासम्म सिंचित हुने यो सिपिन, यो दिपिनी खोला हुँदै हुँदै यो सिपिन सुरुमा तपाईँको फनपार, दमक फनपारबाट झर्छ सिपिनीबाट हुँदै हाम्रो दिपिनी हुँदै यो त्यहाँसम्म बहने नदीको रूपमै बर्खामा रहेको छ। तथापि पनि यो 12 मास पानी सिमसार हुने एरिया भएको र विशेष हामीले जब अब हरेक बेलामा अब समयअनुसार विभिन्न किसिमका आवासीय क्षेत्रहरू, विभिन्न किसिमका घरघडेरीका व्यवसायहरू चल्दै जाँदा अहिले त्यो जुन जहाँ फनपार छ, त्यो फनपारदेखि मुनि तल गएर जुन पहिले पनि लाजे सिमसार भनेर बहुत चर्चित थियो, लाजे सिपिनी सिमसार भनेर अहिले हामी जब यो 20 वर्ष पछाडिको निर्वाचन पछाडि यो लाजे सिपिनी सिमसारलाई चाहिँ स्तर उन्नति गरेर अहिले त्यहाँ धेरै नगरबाट, केन्द्रबाट, प्रदेशबाट, सबै क्षेत्रबाट विशेष हामी वडा समिति त्यसमा लागेर यस वडाका सम्पूर्ण सामाजिक व्यक्तित्वहरू, यस वडाका विभिन्न किसिमका समाजमा परिवर्तन चाहने व्यक्तित्वहरू र हामी वडासहित हामीले समन्वय गरेर अहिले लाजे सिपिनी सिमसार एकदम हेर्नको मनमोहक छ। एउटा पर्यटक स्थलको रूपमा र पर्यटक को सूचीमा त्यो पर्न स्थितिमा त्यसमा हामीले लगेका छौँ। साल हामीले 1,20,000 को बेच्यौँ है। त्यसबाट हामीले यहाँ चेक ड्याम बनाएको छौँ 3 वटा। चेक ड्याम बनाएर चाहिँ हामीले फेरि यहाँनिर चाहिँ यहाँ माछा पालौँ। अब यहाँ चाहिँ के अरे घुङ्गी हालौँ न त हुन्छ कि भनेर हामीले घुङ्गी पनि हालेको छौँ है। 3500 को घुङ्गी हालेको, घुङ्गीबाट पनि राम्रो आम्दानी भयो। तपाईँले ट्राउट माछा कुरा गर्नुभयो, त्यो त खालको माछा राख्ने अनि रङ्गीन माछा राख्ने, हेर्ने माछा राख्ने भन्ने सोच बनाएको छ ताकि आन्तरिक टुरिज्म एकदम आउने बाटो होस्। त्यहाँ जानु के को कारणले भन्दा त्यहाँ चाहिँ राम्रो माछा हेर्नु पाइन्छ, बेलुका गयो भने खाजा खानु पाइन्छ, खाजा पनि धिमाल परिकारको खानु पाइन्छ, गुरुङको परिकारको खानु पाइन्छ, जात जातको परिकारको चाहिँ मुख फेर्ने ठाउँ हो। त्यहाँ त आउँदाखेरि चाहिँ सब्जी पनि बेच्नु पाइन्छ भन्ने ठाउँ जब यहाँ बनायौँ भने त वातावरण त बन्थ्यो। कुनै पनि सहरको सभ्यता सडकको चौडाइले मात्र होइन, फोहोर व्यवस्थापनको संस्कारले पनि देखिन्छ। दमक नगरपालिकाको फोहोर व्यवस्थापनको मुख्य आधार वडा नम्बर 2 मा रहेको व्यवस्थापन स्थल हो। यसले नगरलाई सफा राख्न सहयोग गरेको छ। तर बढ्दो जनसङ्ख्या र सहरीकरणसँगै थप लगानी, जनशक्ति र नागरिकको चेतना आवश्यक देखिन्छ। यही क्षेत्रमा वडाले व्यवस्थित आर्यघाट र मलामी घरको व्यवस्था पनि गरेको छ। पहुँचयोग्य बाटो, पानी, बत्ती, प्रतीक्षालय, बस्ने व्यवस्था र सरसफाइ सहितको मलामी घाटले वडा मात्र होइन, छिमेकी क्षेत्र चुलाचुली गाउँपालिकाका नागरिकलाई पनि दुःखको घडीमा सहयोग पुर्याएको छ। त्यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि म 1-2 पटक गएको छु, हेरेको छु। त्यो जुन खालले हुनुपर्ने हो, जस्तो खालको हुनुपर्ने हो त्यस्तो चाहिँ मैले भएको पाइनँ। त्यहाँ अब मेन कुरो भनेको पानीको पनि समस्या छ। अब लास्ट जनावरलाई पानीको हुन्छ, अब बर्खामा त पानी हुन्छ, हिउँदमा पानी हुँदैन। त्यो पानीको व्यवस्थापन गर्नु पर्यो। डम्पिङ साइट फोहोरहरू चाहिँ दमकको दक्षिणी क्षेत्रमा लानु पर्थ्यो, उत्तरी क्षेत्रमा भएको कारणले त्यसलाई व्यवस्थापन गर्ने ठाउँ यहाँनिर नै भनेर यकिन गर्न सक्ने ठाउँ छैन। त्यसलाई घेराबारा गरेर चारैतिर घेराबारा गरेर त्यसलाई फोहोर प्रशोधन गर्ने मेसिनबाट त्यस्तो गन्ध नआउने गरेर गर्दै गर्दाखेरि
त्यहाँ जमिन चाहिँ छ साइडमा। दमक 2 को पहिचानसँग बेल्डाङ्गी क्षेत्र पनि जोडिएको छ। तत्कालीन बेल्डाङ्गी 1 भनेर चिनिएको क्षेत्रमा अहिले वृक्षारोपण भएको छ। त्यहाँ बसोबास गर्ने भुटानी शरणार्थीलाई बेल्डाङ्गी 2 अर्थात् दमक 3 तर्फ सारिएको छ। यो क्षेत्र इतिहास, मानवीय अनुभव, पुनर्वासको कथा र स्थानीय समाजको सम्बन्धलाई अभिलेखीकरण गर्न सके सांस्कृतिक तथा स्मृति पर्यटनको सम्भावना अघि बढ्न सक्छ। विश्वका विभिन्न देशमा पुनर्वास भएका भुटानीहरूको अवलोकन भ्रमण र यहाँ रहेका आफन्तसँगको भेटघाटलाई पनि पर्यटनसँग जोड्न सकिने सम्भावना प्रबल छ। विभिन्न कारणले गर्दा, आफ्नो अभिभावकको इच्छाले गर्दा, आफ्नो परिवारको कारणले गर्दा अथवा कानुनी अडचनको कारणले गर्दा उनीहरू जान पाएनन् र उनीहरू यहाँ अहिले यही ठाउँमा बसिरहेको अवस्थामा यतिखेर नेपाल सरकार, क्षेत्रीय सरकार सबैले चाहिँ मलाई के लाग्छ भने हाम्रो यो इतिहासलाई हामी यहाँ छौँ, हामीलाई थोरै पनि जसरी संरक्षण गर्नुभएको थियो त्यो संरक्षण पूर्ण ढङ्गले हामीलाई बचाइदिनुपर्छ जस्तो लाग्छ। र अनि यसलाई अब हामी मात्रै यहाँ छैनौँ, हामीसँग 8वटा देशमा जाने हाम्रो परिवारहरू त उनीहरूले डे टु डे दिनानुदिन यो चाहिँ क्षेत्रलाई भिजिट गरिरहेको हुँदाखेरि यसलाई एउटा पर्यटक स्थलको रूपमा पनि विकास हुने गरी हाम्रो यो स्थानीय सरकारहरू पनि अलिकति जागेर यहाँको विकास, यहाँको युवाहरूको दिन दैनिकीमा पनि भुटानी शरणार्थी युवालाई पनि त्यसमा सहभागी गराएर, समावेश गराएर उनीहरूलाई पनि देश बनाउने, समाज बनाउने अभियानमा तपाईँहरूले जुटाइदिनु भए हामी आभारी हुने थियौँ। स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो। जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइ सराई, सिफारिस, सामाजिक सुरक्षा भत्ता, कर, योजना सम्झौता र गुनासा जस्ता सेवा वडा कार्यालयबाटै हुँदै आएका छन्। त्यसैले दमक 2 को नमुना विकासमा प्रशासनिक सेवा पनि महत्त्वपूर्ण पक्ष हो। नागरिकले छिटो, स्पष्ट, पारदर्शी र सम्मानपूर्वक सेवा पाउनु नै सुशासनको आदर हो। भएको जानकार सेवाग्राहीहरूले चाहिँ अनलाइन मार्फत पनि केही फर्महरू त्यहाँ छन्, ती फर्महरू भरेर लिएर आउनुहुन्छ, त्यहाँबाट टोकन प्राप्त हुन्छ। त्यो टोकन लिएर आउनुभयो भने हामीले त्यो टोकन राखेर काम गर्न हामीलाई सजिलो चाहिँ हुन्छ। अब धेरैजसो सेवाग्राहीहरू त्यसरी आउन सक्ने अवस्थाको हुनुहुन्न। त्यस्तो अवस्थामा चाहिँ हामीले सहयोगको लागि बाहिर हेल्प डेस्क राखेका छौँ, उहाँहरूले त्यहाँबाट केही सहयोग लिनुहुन्छ। त्यस पछाडि हामीकोमा आएपछि हामीले नै त्यसलाई फर्म फिलअप पनि गरिदिन्छौँ अनि सँगसँगै त्यो सूचना फर्म हामीले राख्ने, उहाँहरूलाई सहयोग गराउने र प्रमाणपत्र दिनेसम्मको काम गर्छौँ। त्यसमा खास गरी अहिलेको अनलाइन सिस्टम आउँदाखेरि घटना दर्तामा पहिलो चाहिँ हामीले जन्मदाताको आइडी बनाउनु पर्ने हुन्छ। अब त्यो आइडीको लागि चाहिँ पहिलो काम गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हरेक कामको लागि आउँछ। जन्मदर्ता गर्न आउँदा पनि हामीले त्यो सुरु गर्नुपर्ने हुन्छ भने बसाइ सराई, मृत्यु दर्ता, अन्य घटना दर्ता गर्न आउँदा पनि त्यो हामीले गर्नुपर्ने हुन्छ। अनि त्यसैले हामीले कन्टिन्यू गर्दै जान्छौँ र सकेसम्म हामीले चाहिँ सेवाग्राहीलाई पालैसँग पहिला आउनेलाई पहिलो प्राथमिकता दिँदै गरेर हामीले त्यसरी गर्ने प्रयास गरेका छौँ। त्यस सम्बन्धी पनि हामीले विद्यालयमा बालबालिका र अभिभावकहरूलाई गाउँ गाउँमा गएर सचेतनामूलक कार्यक्रमहरू गरेका छौँ। स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू, महिलाहरूको पाठीघरको क्यान्सरहरूको स्वास्थ्य परीक्षणदेखि लिएर ज्येष्ठ नागरिकहरूलाई 90 वर्षदेखि माथिका ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई अनि बालबालिकाहरूलाई पनि हामीले पूर्ण अशक्त अपाङ्ग भएका बालबालिकाहरूलाई पनि घर दैलो ती 3 महिनामा सेवा दिने गरेका छौँ र स्वास्थ्य परीक्षण गर्छौँ। घर दैलोमा गएर त्यो स्वास्थ्य परीक्षणले उहाँहरूलाई के कस्तो आवश्यकता छ, औषधि वितरणदेखि लिएर औषधि दिनुपर्ने छ भने औषधि दिनेदेखि लिएर उहाँहरूलाई हस्पिटलसम्म पुर्याउनु पर्ने छ भने पनि हामीले यस्तो अवस्था छ भनेर हेर्नेसम्म डक्टरहरू नै, विशेषज्ञ डक्टरहरू लगेर गर्छौँ। वडा नम्बर 2 मा सडक, नाली र अन्य भौतिक पूर्वाधार विस्तार हुँदै गएका छन्। विगतमा वर्षायाममा हिलो, डुबान र हिउँदमा धुलोको समस्या रहेको ठाउँमा अहिले क्रमशः स्तर उन्नति भइरहेको छ। तर कुनै पनि वडा बजेटले मात्र नमुना बन्दैन। शिक्षा, सिमसार, पार्क, सरसफाई, मलामी घाट र सेवा प्रवाहमा समुदायको सहभागिता बढ्नु तथा प्रदेश र सङ्घीय सरकारको सहयोग समेत प्राप्त दमक 2 को वास्तविक शक्ति हो। स्थानीय तहहरूमा
तपाईँको घर घरमा सिंहदरबार भनेको हरेक किसिमको कुराहरू चाहिँ सेवा सुविधाहरू व्यवस्थित छ त्यहाँ। तपाईँको पूर्वाधार विकासको लागि इन्जिनियरको लागि हामी नगरपालिका पुगेर उहिले ल्याउनु पर्थ्यो। अहिले तपाईँको तुरन्त कुनै कुराहरू आफै पर्ने त्यहीँबाट छ। स्वास्थ्य सेवा त्यहाँबाट चलेको छ। सुनाखारी टोलमा सबैजना बुझ्ने हुनुहुन्छ होइन, विकासको लागि पनि उहाँहरूले अघि सरौँ भन्दाखेरि बान्ने खालको हुनुहुन्छ। अनि यहाँनिर अब पहिलाभन्दा हामीलाई हरेक कुरामा सहज छ, राम्रो छ। बाटो बनाउने कुरामा त गाउँघरमा बाटो बन्दाखेरि सबै मान्छे खुसी नै हुन्छन्, अब हामी सबै खुसी नै छौँ। तर यो जति छिटो बन्नु पर्थ्यो बाटो अन्यत्रको दाँजोमा त्यस्तो छिटो बनेन। अब अलि ढिलै भए पनि बाटो बन्ला, राम्रै बन्ला भन्ने आशा गरेका छौँ हामीले र बन्छ भन्ने छ अब चाहिँ। दमक 2 मा सम्भावना धेरै छन्, चुनौती पनि छन्। बढ्दो बस्तीले खुल्ला जमिन घटाउँदैछ, पानीको स्रोत सुक्ने खतरा छ। फोहोर व्यवस्थापनमा नागरिक चेतना बढाउनु पर्नेछ। भित्री सडक र नालीको स्तर उन्नति आवश्यक छ। सार्वजनिक संरचनाको संरक्षण र मर्मतमा निरन्तरता चाहिन्छ। अब शिक्षालाई अझ गुणस्तर बनाउने, सिपिनी सिमसार र लाजेको बाँधलाई दीर्घकालीन जलस्रोतको रूपमा संरक्षण गर्न, पार्कलाई बालमैत्री र हरित क्षेत्र बनाउने, फोहोर व्यवस्थापनलाई घरटोल वडा प्रणालीमा जोड्ने, मलामी घाटलाई सम्मानजनक र वातावरण मैत्री बनाउने र वडा कार्यालयलाई नागरिक मैत्री सेवा केन्द्र बनाउने बाटोमा वडा अघि बढ्दै जानुपर्ने देखिन्छ। दमक 2 को यो यात्रा केवल वडाको विकास कथा होइन, यो शिक्षा, पानी, हरियाली, सरसफाइ, संस्कार र सुशासनलाई एउटै सूत्रमा बाँध्ने प्रयासको कथा हो। यही कारण दमक वडा नम्बर 2 नमुना विकासको यात्रामा अगाडि बढिरहेको छ। जनप्रतिनिधि, कर्मचारी र नागरिकको सहकार्य निरन्तर रह्यो भने दमक 2 शिक्षा, जलस्रोत, सरसफाइ, सार्वजनिक सम्पत्ति र सुशासनको नमुना वडाको रूपमा स्थापित हुन सक्छ।